I feel like I'm just like 17, 18 जस्तो. अब हामी केक कटिङ गर्ने. Hi everybody, welcome back to my channel. I'm Ranjana Chaudhary and today is 23rd of December 2025 अनि आज चाहिँ मेरो बर्थडे हो अनि आज मैले चाहिँ get ready with me for my birthday cake cutting बनाइरहेको छु. I hope everybody like it. को 9:15 भइसकेको छ and I'm going to do makeup. Please ignore my nails. मैले nail polish पनि लाउनु देखाएको छैन. And यहाँ अब चाहिँ म मुख धुन्छु in 1 2 3 मुख धोइसके. अब यो टिस्यु पेपर युज गर्छु मुख पुछ्नलाई अनि यो चाहिँ टीका मेरो गएकै छैन. अब बिहान मन्दिर गएको थिएँ अनि त्यति बेलाको यो टीका लगाएको. आई वेन्ट विथ माई बेबी बोय. जायो बिहान गयौँ. यस्तो चिसो छ विराटनगरमा, यस्तो चिसो बढिरहेको छ विराटनगरमा. लाइक के भन्नु, म एकदम छिटो गर्न खोजिरहेको छु बिकज मेरो बच्चाहरूलाई निन्द्रा पनि लागिसक्यो. आई एम गोइङ टु सो यु गाइज म लुगा चाहिँ के लाउँदैछु. आई एम वेयरिङ यो. सो आई एम गोइङ टु वेयर दिस लुगा. एकदम ब्युटिफुल लुगा. मैले चाहिँ यो एउटा इन्स्टाग्राम पेजबाट किनेको हो. सो आज चाहिँ म यो लुगा लाउँछु. लङ 1 पिस जस्तो लुगा हो. फर्स्ट मेरो मोइस्चराइजर पछि मेरो यो बीबी क्रिम. यो क्लेभर क्याटको बीबी क्रिम ओजी नाइस डज द जब. अलिकति लिन्छु गर्छु. हातले नै लाउँछु. मेरो ब्युटी ब्लेन्डर मेरो बेबीले सबै कहाँ फ्यालिदियो मलाई थाहा छैन. मलाई ब्रस लिएर कस्तो अप्ठ्यारो लाग्छ यो मेकअप गर्न. अनि यहाँ ब्लेन्ड गर्दा यहाँ चाहिँ धेरै मान्छेको पनि छैन. हाम्रो त्यही फ्यामिलीकै सबैजना हुनुहुन्छ अनि त्यही हो हाम्रो केक काटेर टीका लाउनेवाला थिङ हुन्छ एज अलवेज. आई थिङ्क यतिको भए पुग्छ. ब्लेन्ड भयो जस्तै लाग्यो मलाई. ब्लेन्ड भयो कि नै भन्नु है. अनि मैले चाहिँ यो लुज पाउडर लाउँदैछु. यो यसो लुज पाउडर हो लाउँछु. म चाहिँ एकदमै धेरै लुज पाउडर लाउँछु है. मलाई चाहिँ लुज पाउडर नै मनपर्छ. कम्प्याक्ट पाउडर भन्दा पनि लुज पाउडर चाहिँ मलाई ठिक लाग्छ. यस्तो सानो ऐना छ. ट्रस्ट द प्रोसेस. घाँटी चाहिँ बिर्सिनु हुँदैन तर म जहिले बिर्सिन्छु केही छैन. सो इट्स माई बर्थडे. म यति एक्साइटेड हुन्छु बर्थडेमा कुरै छोडिदिउँ. बाई द वे इट्स माई 31st बर्थडे. आई एम 31 years old यार. अचम्म लाग्छ अझै पनि. आई फिल लाइक आई एम जस्ट लाइक 17 18 जस्तो फिल हुन्छ. ओ माई गड कति हातको पनि इस्तेमाल गर्थेँ. भयो यतिको भइसकेपछि नाउ ब्लस मोस्ट इम्पोर्टेन्ट. मलाई चाहिँ ब्लस बिना हुँदैन. म चाहिँ यही एउटा ब्लस छ मसँग अहिले राइट न. बट अरू पनि ब्लस थियो तर अहिले छैन. त्यही भएर यही काम चलाउ ब्लस युज गर्छु. के हो कस्तो हो मलाई केही थाहा छैन. आई जस्ट ह्याभ इट सो आइ एम अप्लाइङ इट. अब चाहिँ म अलिकति मेरो आइब्रोज पनि फिल गर्छु. यार मेरो यो आइब्रो फिल गर्ने मैले कति महँगो किनेको थिएँ अनि सबै फुटेर टुटेर के भइसक्यो थाहा छैन. यो फुटे पनि केही फरक पर्दैन किनभने म त लाउने यो सेड हो. थोरै हाइलाइटर लगाइरहेको छु. हाइलाइटर सकिरहेछ त्यही भएर यसलाई चाहिँ एकदम मजाले खोल्नुपर्छ. अनि इट्स नट इभन अभाइलेबल. यहाँ अनलाइन मगाउनुपर्छ तर कहाँबाट मगाउनु पनि थाहा छैन. त्यही भएर एकदमै हिजो चाहिँ म हस्पिटल गएको थिएँ मेरो ब्लड चेकअपको लागि. रिजल्ट सबै ठिक आएको छ. आई एम ह्याप्पी. यो हातले नै लगाइरहेको छु है. अनि त्यसपछि चाहिँ आई वेन्ट टु इट विथ माई हस्बेन्ड एन्ड बेबी. यही हाइलाइटर थोरै आँखामा पनि लाग्यो. हाइलाइटर लगाइसकेपछि चाहिँ लुक्स नै एकदम खतरा चेन्ज हुन्छ है. क्यामेरामा म आइरहेको छु कि यत्तिकै म बोलिरहेको छु. नाउ आई एम गोइङ टु अप्लाई मस्कारा. भेरी इम्पोर्टेन्ट. यो चाहिँ केहीको त हो मस्कारा. मार्सको डबल ट्रबल मस्कारा लेन्थ एन्ड भोल्युम
and something you guys know better than me. एकदम राम्रो मस्कारा छ बाइ द वे, लास्टै राम्रो। मैले यो दिल्ली जाँदा किनेको थिएँ एन्ड आई रिग्रेट। एकदम सस्तोमा किनेको थिएँ क्या, 200-300 रुपियाँ मात्रै भारू कि 400, आई डोन्ट रिमेम्बर। त्यस्तैमा अफर थियो कि त्यति बेला कोही के को अफर थियो अनि त्यहाँ किने। तर आई रिग्रेट मैले एउटा मात्रै किने। त्यति बेलै मैले स्टक गरेको भए कस्तो राम्रो हुन्थ्यो। फर्स्ट स्टेप कम्प्लिट भयो। अब यो सेकेन्ड स्टेप खतरा छ। आई रेकमेन्ड दिस मस्कारा टु इच एन्ड एभ्री वान अफ यु। अब चाहिँ ओठमा लिपस्टिक लाउँदिनँ, ग्लस लाउँछु किनभने ग्लस इज न्यू थिङ। किनभने ग्लस गिभ्स यु लाइक ग्लसी लिप्स अनि एकदम खतरा। लिप्समा चाहिँ म यो टिन्ट पनि लाउँछु नि, ग्लस टप गर्छु त्यसमाथि। ल हतार गरेर राख्छु किनभने हतार भइसक्यो। यार कपाल चाहिँ मैले कहिल्यै केही बनाउन आएन, के गर्छु थाहा छैन। कपाल चाहिँ खोलिदिन्छु, यसरी क्लिप लिएर टक्क बाँधिदिन्छु, भयो। अनि म लुगा लाउँछु, जान्छु। अब चाहिँ यो ग्लस लाउँछु। यो चाहिँ सबै मैले लास्ट टाइमको त्यो हल भिडियोमा हालिदिएको छु सबै। कस्तो ग्लिटरी भइरहेछ है, मलाई चाहिँ एकदम मनपर्छ क्या यो ग्लिटर। So I'll change my outfit and त्यसपछि आउँछु in 3, 2, 1। या सो मैले लुगा पनि लगाइसकेँ, कपाल जस्तो गर्छु कि मेरो यो आउटफिट हो। जाडो छ, एकदमै जाडो छ, विराटनगरमा त्यति धेरै जाडो छ के भनौँ। सो दिस इज हाउ आइ एम लुकिङ। अब म जान्छु केक काट्न। माई बेबी इज कलिङ मी एकदमै धेरै डेस्परेटली। आई विल सो माई बेबी अल्सो। ल हाई भन। हाई माई बेबी, हाई हाई। उता भन न क्यामेरामा, हाई हाई। आज मेरो मामुको बर्थडे हो भन न। ओके यस। ओ अब चाहिँ हामी केक कटिङ गर्ने। हस् भन, हस् भन न, हस् भन। अब हामी केक कटिङ गर्ने। बाई। ह्याप्पी बर्थडे। अब हामी केक काट्छौँ। ओके, केक ल्याउनुहोस् छिटो, यहाँ हामी केक काट्ने। केक पनि आयो। दिस इज द केक। रञ्जना ह्याप्पी बर्थडे टु यु। देख के सल्लाई ह्याप्पी बर्थडे टु। अब यो देऊ मलाई। नाइ बेटा किलचिक कर बेटा देऊ न हौ। Happy birthday to you. Happy birthday to you. Ask my kirchi. Happy birthday. Now cake काट्ने अब लिँदा हुन्छ बेटा के केक काट्ने गर बर्थडे टु यु। खै सिधा रञ्जना। Happy birthday to you रञ्जना। बर्थडे सकिसक्यो। अब हामी खानेतिर लाग्छौँ। खानामा चाहिँ कस्तो मिसिज स्टिकी राइस अनि यो माछा अनि कोअबलीको ग्रेभी, यो चाहिँ ऱ्याडिसको अचार अनि पापड। सिम्पल एन्ड यम्मी। So guys, this is it for the vlog. I hope you liked my birthday vlog. अहिले चाहिँ म अलिक बाहिर निस्किँदैछु, राति भइसक्यो। Till then, take care everybody and please subscribe my channel, like the video and comment down below. Bye.